दर्शकवृन्दहरू भुन्टी र भद्रको विवाह हुँदैछ भने यता भूमिकाको बिहे भाडिँदैछ। किनकि भूमिकाको बिहे हुने क्रममा भूमिकाका एक्स बोयफ्रेन्ड आएर उनको बिहे भाडिदिएका छन् र यता भद्र आफ्नी बहिनी बियोस भएको खबर सुनेपछि बाटोमा हिँड्दै गर्दा भुन्टीलाई चक्कर आएर ढल्नै खोज्दा भूपेन्द्रले अड्याएका छन् र यता टोकलेका बुवा लडेर अस्पतालमा लिएका छन् र के अब भुन्टी र भद्रको चिन्जान भएर उनीहरूले नयाँ मायाजाल बुन्लान् त? त्यो सबै विषयमा चर्चा गर्नेछौँ। त्यसैले भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई पनि अन्तिमसम्म हेर्दै गर्नु होला। दर्शकवृन्दहरू अब भुन्टी र भद्रको मिलनको समयको पर्खाइ अब मेटिएको छ। अब भद्रले भुन्टीलाई हस्पिटल लिएर गएपछि उनीहरूको चिन्जान भएर एउटा नयाँ मायाजाल बुन्नेछन्, उनीहरूले नयाँ जीवनको सुरुवात गर्नेछन्। दर्शकवृन्दहरू भुन्टी र भद्रको मिलन भएको को हेर्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। र यता जेरी मायाले र श्रियाले भुन्टीलाई भूपेन्द्रको घरबाट निकालेपछि भूपेन्द्रले भुन्टीलाई नदेख्दा मर्ने आँट्दा फेरि पनि श्रियाले जेरी मायालाई फगाएर भुन्टीलाई खोज्न पठाएकी छिन्। तर अब भुन्टी त्यस घरमा एकपल्ट पनि फर्केर आउने छैनन् र अब ठुलो दाइ आएपछि श्रियालाई र जेरीलाई एकसाथ त्यस घरबाट निकाल्नेछन्। र यता भूमिकाको बिहे हुँदै गर्दा भूमिकाका एक्स बोयफ्रेन्ड आएर भूमिकाको बिहे भाडिदिएका छन्। यति बेला भुन्टी सिरियलको कथा एकदमै दमादार र धमाकेदार मोडमा आएको छ। त्यसैले अब को भुन्टी सिरियलको नयाँ भाग हेर्न एक्साइटेड हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। र भुन्टी सिरियल मनपर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नु होला। अहिलेलाई पनि बिदा दिनुहोस्। हवस्, नमस्कार।